आज चाहिँ भदौको 1 गते सोमबार पर्न गएकोले गर्दाखेरि हामी पनि यहाँ नागपञ्चमी पनि पर्न गएको थियो। अनि नागलाई पनि पूजासुजा गर्यो, नारायण खान आयौँ। मान्छेहरूको भिड यति धेरै छ। हामीले अब दर्शन सर्सनहरू सिद्ध्याएर भर्खरै बाहिर निक्ल्यौँ, सबै पूजा सकेर। अब चाहिँ भने हामी पनि घरतर्फतिर जानेछौँ। यस्तै छ मन्दिर आउन मन लाग्छ, नआए पनि चित्त नबुझ्ने, पूजाहरू गर्न मन लाग्ने। यता चाहिँ हुनुहुन्छ गणेशको मन्दिर। यता चाहिँ लाइन सानो छ, लाइन त कति छ नारायण। हामी चाहिँ यहाँबाट लाइन बसेर पनि बाहिर निक्लिसकिसकेको। के गर्दैछ साथीहरू? ओहो ल ल ल